हेलो गाइस, गुड इभिनिङ एभ्रिवान। तपाईहरु कस्तो हुनुहुन्छ? आई होप तपाईहरु सबै जाति कुशलै हुनुहुन्छ होला। अहिले भने चाहिँ हामी यहाँ दाकोमा टिका लाउन आइरहेको छ। उहाँ दा चाहिँ हुनुहुन्छ मेरो छ्यामाको छोरा, मेरो चाहिँ दाजु हो। त्यही भएर चाहिँ हामी यहाँ टिका लाउन आएको छौं। हामी त अहिले बेंगलोरमा छौं, बेंगलोर नीलचन्द्रमा छौं दाको घरमा। अहिले चाहिँ बज्यो तपाईहरुको 3 बजिसक्यो। बिहानभरि चाहिँ हाम्रै घरमा थियो भक्कु टिका लगाउनेहरू, त्यही भएर चाहिँ हामी चाहिँ यहाँ चाहिँ ढिलो भयो। हामीलाई चाहिँ टिका लगाइदिइसक्नु भयो दादाले। अन्त त्यही भएर अहिले चाहिँ भाउजूले चाहिँ दुईजना बुहारीहरूलाई लगाइदिँदैछ। हामीलाई चाहिँ अघि दादाले लगाइदिनु भयो। त तपाईहरुलाई मेरो भिडियो पसन्द आएमा लाइक कमेन्ट शेयर गरिदिनुहोस् होला। जो पनि नयाँ हुनुहुन्छ फलो पनि गरिदिनुहोस् होला। हामीलाई चाहिँ अहिले के भने हामी सबैजना आफ्नै आफ्नो भएर होला। मेरो मिसेसको रिलेसनहरू, मेरो रिलेसनहरू भएर होला। यहाँनिर हामी चाहिँ दसैँहरू चाहिँ दसैँ दिवाली जुनै पनि चाड होस् हामी चाहिँ मजाले नै मनाउँछौँ। मजा आउँछ। त्यति घरको यादहरू आउँदैन। जुन दिन टिकाको दिन चाहिँ अलिअलि याद आउँछ। मतलब त्यही पनि घरतिर फोनहरू गरेर टिकाहरू लगाएको कसैले भिडियोहरू हालेको अलिकति मनमा चाहिँ उयो हुन्छ, इन्जोय गरेको देख्दाखेरि आफूलाई नि इन्जोयहरू गाउँमा भए म पनि यस्तै इन्जोय गर्दै गरेको हुन्थ्यो होला भन्ने हुन्छ। तर सबैको के हो, आफ्नो आफ्नो परिस्थिति हो। परदेश आउनैपर्छ, कमाउनैपर्छ। परदेशमा नि हामी इन्जोय नै गर्छौँ। हामी दुःख नि गर्छौँ तर इन्जोय पनि गर्छौँ। दसैँ दिवाली होस् चाहे जे नै चाड पनि होस् हामी मजाले नै मनाउँछौँ। तपाईहरुले दसैँ कस्तो मनाउनु भयो कमेन्टमा भन्नुहोस् होला। यो भिडियो चाहिँ अस्ति नै अपलोड गर्नु पर्थ्यो, नभ्याएर चाहिँ आज गर्दैछु। थ्यांक यू सो मच गाइस वाचिङ माई भिडियो।